तो साथीहरू हजुरले सोच्नु भएको छ होला यो लौरा यो डन्डा यो काठो के गर्न लैजालान् भनेर एकदम राम्रो चीज बनाएर म हजुरलाई देखाउँछु है त। यो बनाइसकेपछि म हजुरलाई देखाउँछु। हेलो हेलो साथीहरू, आज चाहिँ हामी आमा छोरा पार्क जानलाई कति घरमा मात्रै कस्तो दामी फुल हेर्नु न। आहा कति दामी फुल, कहिले फुल नदेखे जस्तो गरी भन्नुलाई फेरि होइन साथी। आज हामी पार्कमा गएर के गर्ने छोरा भनिदिउ त, भनिदिउ न। हामीले गत्ताको फुल बनाउँदैछौँ, दामी फुल बनाएर म हजुरलाई देखाउँछु। यस्तै यस्तै दाउरा ल्याउनु छ, यस्तै जडख्याङ गरेको कस्तो दामी फुल त उहिले रहेछ। मम्मी बनाउँछ म फोन हेर्छु। यसले फोन हेर्ने अरे, मैले बनाउने अरे। म त फोन देख्छु हैन, यो हिन्दुस्तानको गमल हो गमल। पार्कमा त आउन मनै लाग्दैन, तर के गर्ने घरमा बसी बसी कान्छाको स्टाइल। कुन चाहिँ कान्छाको स्टाइल हो फेरि? फिल्म देखेको थियौ नि त्यो कान्छा? अरे वो पोल्साको मुभी आएको छ नि त, एउटा पोल्साको मुभी कुन छ नाम त पता नै यार, उसमा न कान्छा छ नि त। मम्मी एक और आ गया, मम्मी एक और आ गया। गुस्सा क्यों कर रही हो? ज्यादा गुस्सा है आपको? ज्यादा गुच्चू और काटना। तो गाइज ना, एक सेकेन्ड। तो गाइज ये मेरो छोराले हैन यो के भन्छन् यसलाई नि, दिउ त कति धेरै ल्यायो नि त। यो चाहिँ हाम्रो न बाबु, यसले तिमीले के भन्यौ रे भर्खर? अलि पासमा आएर भन न, के भन्यौ रे? इमली। यो मेरो छोराले इमली भनेर ल्याएको के गुड्दै मेरो पासमा। मम्मी हेर्नु त इमली भनेर ल्याएको के। यो हाम्रो उतातिर गाउँतिर यसले बाँदरको डन्डा भन्छ कि साथीहरू। तपाईँहरूको गाउँमा यसलाई के भन्छ भन्नु कमेन्ट गर्नु ल। मैंने गमला बना लिया है। और मम्मी आप क्या कहना चाहोगे? हाँ कुछ भी नहीं अभी। क्या? ऐसे यहाँ बना रही हूँ। कुछ बोलो। मम्मी और एक चीज बना रही है, फूल रखने वाला। देखो इतने सारे फूल बना दिए और यहाँ पे कलर वगैरह कर दिया और एक फूल लगाए और मम्मी और बना रही है। मम्मी देखो ना कहीं अच्छा है ना। और मेरा पूरा मम्मी बना देगी पूरा, फिर मैं आपको दिखाऊंगा। ठीक है, बाय बाय। सक्नुहुन्छ साथीहरू, त्यो काठो थियो नि त, काठोले मैले चाहिँ यो बनाएको, यो फुल बनाएको। अनि फेरि दाउरा थियो नि त, त्यसले यो बनाएको फुल बनाएको। अनि त्यो जो बाँदरको लट्ठी भनेर भन्थ्यो त मैले, त्यसले फेरि म चुरा राख्ने बनाएको। कस्तो छ गाइस, राम्रो छ नि। यहाँ पे मैले तितली बनाएको हेर्न सक्नुहुन्छ। अनि यो बनाएको ऐनाको लागि, अनि माथिको यो बनाएको। कस्तो लाग्यो हजुरहरूलाई बताउनु ल।